बारम्बार रूपमा यही ठाउँमा यसरी ठूला ठूला दुर्घटना भइरहेको अवस्था जान्दा जान्दै नियामक निकायले त्यति धेरै चासो नदिएको यो सडक स्तर उन्नति गर्न र यो पानी जम्ने अवस्थालाई चाहिँ समाधान गर्नको लागि कहिले पनि राज्यले चाहिँ त्यति धेरै सिरियस नभएको अवस्था छ। हेर्न सक्नुहुन्छ एबी भ्यान यसरी दुर्घटना भएको छ। बाप्र 03001 ज 279 नम्बरको एबी भ्यान हो। यो अवस्थाले दुर्घटना भएको छ। अब म अन्य दृश्यहरू देखाउन चाहन्न। विचलित हुने खाले दृश्य देखिरहेको अवस्था छ। बारम्बार रूपमा यही ठाउँमा यसरी ठूला ठूला दुर्घटना भइरहेको अवस्था जान्दा जान्दै नियामक निकायले त्यति धेरै चासो नदिएको यो सडक स्तर उन्नति गर्न र यो पानी जम्ने अवस्थालाई चाहिँ समाधान गर्नको लागि कहिले पनि राज्यले चाहिँ त्यति धेरै सिरियस नभएको अवस्था छ। हेर्न सक्नुहुन्छ एबी भ्यान यसरी दुर्घटना भएको छ। बाप्र 03001 ज 279 नम्बरको एबी भ्यान हो। यो अवस्थाले दुर्घटना भएको छ। अब म अन्य दृश्यहरू देखाउन चाहन्न। विचलित हुने खाले दृश्य देखिरहेको अवस्था छ।